मलाई गोर्खा जानु पर्ने थियो, मनकामना माताको दर्शन अनि गोरखकाली माताको पनि दर्शन दुवै गर्नुपर्ने थियो, तर मिलिरहेको थिएन। यो पालि चाहिँ गोर्खा जाने निम्तो आयो बिहेको भोज खानको लागि। त्यसपछि एकैचोटि दुईवटा काम हुन्छ, ल जाम न त भन्नु पऱ्यो। त्यो दिन गयो ठुलो एकादशीको दिनमा। अनि बेलुका 7 बजे हामी यहाँबाट गाडी चढ्यौँ। बिहान 3 बजे पुगेका थियौँ। बिहान 4 बजीतिर यसो एकछिन सुत्यौँ, अनि 7 बजे उठ्यौँ, फेरि सुत्यौँ, अनि भोज खायौँ। त्यहाँ चाहिँ रमाइलो हुँदो रहेछ। अनि त्यसपछि त्यो दिन भोज खाएपछि भोलिपल्ट बिहानै हामी चाहिँ गोरखकाली माताको दर्शन गर्नको लागि गयौँ। दिदी, भेनाजु, नानी र बाबु हुनुहुन्थ्यो। हामी 4 जना गोरखनाथ बाबाको पनि दर्शन गऱ्यौँ, अनि गोरखकाली माताको पनि दर्शन गऱ्यौँ। म चाहिँ यहाँ कति 13 वर्षपछि पुगेको फेरि एकचोटि। त्यति बेला आरुष जन्मेको थियो। त्यो टाइम चाहिँ आरुष जन्मेपछि मलाई बुवाले स्याङ्जाबाट फोन गरेर काठमाडौँ जानु भनेर भन्नुभएको थियो। अनि त्यो कुरा चाहिँ मलाई त्यहाँ गएपछि एकदमै याद आयो। अनि दरबारबाट गोर्खा बजार हेर्दा चाहिँ रमाइलो हुँदो रहेछ। अनि हामी घुम्यौँ यताउति। त्यसपछि फेरि मलाई मनकामना पनि जानुपर्ने भएको भएर हतार हुन्थ्यो नि त। हुन त म त्यो दिन बास बस्ने भनेर भनिरहेको थिएँ, त्यही पनि टाइममा पुगेन भने भन्ने थियो। अनि हामी घुम्दा घुम्दै फोटो खिच्दै भिडियो खिच्दै तल झरिरहेको थियौँ। अनि यति राम्रो मूर्ति के गणेशजीको त्यो ढुङ्गामा कुदेको, साथमा हनुमानजी पनि। हनुमानजी चाहिँ हामीले रामायणमा पढेका थियौँ, अनि पहाडै उचालेर बोकेकोवाला त्यही नै। अनि फोटो खिच्दै यसो यताउति हेर्दै हामी झरिराख्यौँ। त्यसपछि सङ्ग्रहालय अगाडि चाहिँ पृथ्वीनारायण शाहको जुन स्ट्याचु छ त्यो एकछिन यसो घुमघाम गऱ्यौँ। मलाई चाहिँ पृथ्वीनारायण शाह चाहिँ खतरा मन पऱ्यो है। गोर्खा गएपछि खै किन कस्तो खत्रै मन पऱ्यो। अब म चाहिँ पृथ्वीनारायण शाहको बारेमा फेरि पढ्नेवाला छु। अनि पृथ्वीनारायण शाहले एकीकरण गरेपछि जुन पोज दिनुभएको थियो नि सिम्बोल एकीकरणको, त्यस्तो एउटा फोटो खिचेँ। अनि हामी सङ्ग्रहालयभित्र गएपछि मेरो आँखा चाहिँ छेत्री ड्रेसमा पऱ्यो। आफू छेत्री भएपछि त्यो त हेर्नु परिहाल्यो। त्यसपछि इन बिट्विन हाम्रो चाहिँ ढोरबराहा जाने भन्ने प्लानिङ भयो। खास हामी छाब्दी बाराही भन्ने प्लान थियो। फेरि ढोरबराही गयौँ हामी। त्यहाँ गएर बाबुलाई नुहाइदिनु पनि पर्ने थियो। दर्शन गऱ्यौँ, एकछिन बस्यौँ। अनि मलाई चाहिँ त्यसपछि मनकामना आउनुपर्ने। मनकामना आउनुको लागि चाहिँ मेरो मनकामना केबुलकार पुग्ने बेलामा म 5:05 पुगेको थिएँ कि, जब कि त्यहाँ चाहिँ 5 बजे बन्द हुन्थ्यो। केबुलकार चढ्नको लागि यति हतार गरेर आएँ। थ्याङ्क गड कि केबुलकार चढ्न म 2-3 मिनट लाग्यो हुँदाखेरि चाहिँ आएर केबुलकार चढेर त्यसपछि हुँदा मलाई एक्लै नै पठाइदियो कि कोही मान्छे छैन भनेर। 5 बजेको समयमा सायद यो अन्तिम पनि हो अब।